तो हल्का घिउ हालेर मुछेसी रोटी बनाउनु स्पेसल हुन्छ साथी। घिउ हालेर मजाले माडेर राखेपछि साथी 1-2 घन्टा 1 घन्टा राख्नुपर्छ। ल हेर्नु बारीमा फलेको सिमी भात्दैछु है मैले। आलु पनि हाम्रै बारीमा भएको आलु छन्। घरको दुधको दही कस्तो हुन्छ होला हेर्नुहोस् यहाँ यस्तो चुइला परेको यति राम्रो दही हुन्छ। मैले फ्रिजबाट दही झिकेँ 1 कचौरा है। यो अरूलाई चिसो लाग्छ मैला मात्रै। आलु पनि छिलेँ मैले पनि काटिसकेँ मैले। न्युरो पनि छ भोलि बिहानको लागि है न्युरो त। हेलो वेलकम छ है साथी हो। मैले अब तरकारी बनाउँदैछु साथी हो। हेर्नु म सिमीको तरकारी आलु हालेर सब्जी बनाउँदैछु है साथी। हेर्नु सिमीको तरकारी भुट्दैछु। धेरै पनि चाहिएन कि साथी। हामी त 4 जना छौँ खाना खाने जम्मा। थोरै भन्छ तरकारी 1/2 किलो पियालो बस। मजाले यो पिठोलाई माडेपछि मजाले माडिदिएपछि कस्तो हुन्छ भने साथी मजाले घिउमा माडेपछि मजाले फुट्छ। यहाँ धुम्रै डढो। ल हेर्नुहोस् है रोटी उलेको यो डढो तिम्रो डढो रोटी बनाउने बनाएको डढो। मलमलको सजिलो हुँदो रहेछ क्या दिदी। ल हेर्नुहोस् कस्तो मजाले फुल्छ क्या साथी हो। हेलो साथी हो। ल हेर्नुहोस् है मजाले उसिएको छ रोटी। हेलो साथीहरू मजाको रोटी है भुट परेछ। हेलो साथी हो। यस्तो गरेर है रोटीलाई मजाले यसरी घिउ हालेर फेरि ढाङ्गामा घिउ हालेर ततायो भने स्पेसल हुन्छ है साथी। नरम पनि हुन्छ अनि हर्केसमा राखिदियो घिउ हालेपछि यस्तो मजाको महँगो बसाउने पनि हुन्छ। पुरी जस्तो खालको टाइपको पनि हुन्छ कि साथी। 3टा 4टा 5टा 6टा 7-8 भन्छ त्यस्तो हाल्नुलाई आफै। ल हेर्न सक्नुहुन्छ रोटी है। आज 2टा खान्थेँ आज खाजा पनि नखाएको त्यही भएर 3 पिस रोटी छ मसँग। हेर्नु साथी अनि तरकारी है सिमीको र आलुको मात्रै थोरै तरकारी मलाई धेरै चाहिँदैन तरकारी फेरि। अनि त्यहाँबाट हेर्न सक्नुहुन्छ दुध छ। अनि मैले अहिले दही ल्याएको छु। अब यो दही मजाले दहीसँग खाने कि आज अरू खान मन लागेको छैन। यो हामी चिसो लाउने दिदीबहिनीहरू के गर्नुपर्छ भने उमालेको दुधलाई सेलाउँछ साथी हो। अनि त्यहाँबाट यस्तो खालको दही मजाले त्यो दुधमा 1 डाडु दुधमा अब यो मजाले दहीलाई मोल्नु साथी हो। यसरी मोलेपछि चिसो हो भने जति खाए नि आधा लिटर दही खाए नि तपाईँहरूलाई केही हुँदैन चिसो लाग्दैन। मैले अब यो दुधमा दही राखेँ। अब मैले खान्छु नि उहाँलाई राखेँ। यो अब धेरै भएको चाहिँ तलैले राख्नुहुन्छ। मैले अब 1 कचौरा दहीसँग खान लाएँ। यस्तो गिलासमा भर्न मिल्दैन दही मजाको यस्तो टेस्टी छ। हाम्रो त यहाँ लोकल दुध पाइन्छ रोजी मिठो पनि हुन्छ साथी हो। हेलो साथी हो वेलकम छ है साथी हो। लास्टसम्म भिडियो हेरेर साथ दिनु होला। म अब रोटी खान्छु। फ्रिजमा नराखेको खानुहुन्छ भने पहिले 1-2 घन्टा अगाडि पहिले झिकेर राख्यो भने चिसो पनि लाग्दैन कि साथी हो। यति मिठो हुन्छ त है।
सबैभन्दा नुन पनि धेरै खानु हुन्न है साथी। तरकारीहरू भर्खरको दिदीबहिनीहरूले हुन्छ अब 40 वर्ष नागिसकेपछि नुन पनि कम। भात त भन्नै पर्ने एकदम कम। रोटी 3टा रोटी त स्याहार्यो साथी। अब 2टा भन्दा खान सक्दैन म गर्दैन। दाल त च्याप्पै बन्द हो, म त दालै खाँदिनँ। दाल खाँदा योगामा जानु पर्यो कि योगामा जानुहुन्न होइन। दालहरू गेडागुडी बन्द भएपछि हल्का साग तरकारी हल्का खाने। दुइटै हो रोटी खाने। अब हेरौँ 3टा रोटी एउटा बढी भएको थियो, बाबुले एउटा अन्त खाएन आज फेरि। 4 जना 8 रोटी बनाएको। मलाई फेरि तरकारी धेरै चाहिँदैन। धेरै भइहाल्यो। खाने भनेको 2टै रोटी। स्वास्थ्यको लागि थोरै, बेलुकामा त थोरै खाइ हुन्छ क्या साथी। बिहान यति खाना खाने, दिउँसो 1 कप चिया, बेलुका 2टा रोटी खाँदा पनि शरीर घटाउन सक्दैन थियो। के गर्नु? बाई बाई साथी हो, 7 दिन होला है मेरो भिडियो हेरेर। मलाई अब यति भयो, खाना भयो। बाई बाई साथी हो, यो फेरि भिडियो लिएर म अर्को दिन आउँदैछु। हजुरहरूले युट्युब च्यानलमा मलाई पनि साथ दिनु होला है साथी हो। तर भिडियो राम्रो बनाउनु त आउँदैन, खाना बनाउनु आउँदैन, निर्भय